अरूलाई कस्तो हुन्छ कुन्नी, मलाई त केटीसँग बोल्नु पर्यो भने साह्रै लाज लागेर आउँछ। डिबी परेर अमेरिका जान भनेर आफन्तहरूसँग पैसा सापटी ल्याउँदै थिएँ। अचानक आमाले घाँस काट्न जाने बेला भयो, बाबु उठ भन्दा झसङ्ग बिउजे। कस्तो सपना देख्न पर्ने। पढ्ने बेलामा फेसबुक चलाएर बस्ने, अहिले रिजल्ट आउँदा फेल नआएर केपी बाको रेल आउँछ त। कोही केटीहरू त सूर्यमुखी फुल जस्तै हुँदा रहेछन्, जता जता राम्रा केटा देख्यो उतै फर्किने। रहर त तिमीसँग घाममा बसेर सुन्तोला र बदम खाने थियो, तर तिमी को हौ कहाँ छौ केही थाहा छैन। आज हिम्मत गरेर नुहाउन जाँदैछु, मोबाइल ल्यापटपको पासपोर्ट पनि हटाइदिएँ। लेनदेनको हिसाब खाता सिरानी मुनि छ भनिदिनु। लडाइँमै गएको फिलिङ्स आइरहेछ हजुर। भित्ताको पनि कान हुन्छ, बिस्तारै बोल भन्छन्। ल मानौ भित्ताको कान हुन्छ, त्यसले सुन्छ, तर भित्ताको मुख त हुँदैन नि, सुने पनि कसैलाई भन्न सक्दैन क्यारे। चाक हलाउँदै हिँड्दैमा सेक्सी हुने हो भने हाँसको पोथी भन्दा सेक्सी कोही हुँदैन थियो होला। जसको थोपडा चाहिँ कुचेको डेक्ची जस्तो छ, उसकै बिउमा चाहिँ मेरो प्रोफाइल हेर्न आएको ल पर्ला है अरे। साथी तेरो जन्मदिनमा कार गिफ्ट दिन्थे, तर तँलाई चलाउन आउँदैन, त्यही भएर नदिएको। ल सुत्यो अब चाहिँ, बिहान सबेरै उठेर देश कसरी बनाउन सकिन्छ भनेर सोच्नु पर्नेछ फेरि। दुब्लो पनि यति भयो कि के छ भन्दा पनि हड्डी मात्र छ भन्न मन लाग्छ। संसारको चलन यस्तै छ हजुर, कोही अरबपति छन्, कसैका अरबमा पति छन्। हातका मैला सुनका थैला के गर्नु धनले, एक थाल भात खाइयो उत्तानो परेर सुतिन्छ अब आनन्द मनले। स्याललाई काल आयो भने सहर पस्छ अरे, केटीहरूलाई पैसा लाग्यो भने 3वटा छोराछोरीको बाउसँग फस्छ अरे। पढ्ने बेलामा पढेर हात्ती ठुलो भएको हो र भन्दै हिँड्यो, अहिले कसैले इङ्ग्लिसमा गाली गरे पनि थ्याङ्क यू भन्दै हिँड्नु परेको छ। अति नै अल्छी लागिरहेछ भन्या, कसैले लभ गरेर धोका दिए पनि सराप्दै बस्नुहुन्थ्यो। हिजो एउटीलाई मेसेन्जरमा कल गरेको, तँलाई मेरो नम्बर कसले दिएको भन्छे बा। धन्न फेसबुक चलाउन पेट्रोल चाहिँदैन, नत्र त बिजोग हुने रहेछ। सुत्ता सुत्तै रातै हरायो, बोल्दा बोल्दै बातै हरायो। बेलुका रक्सी खाएर अबेला किन आइस भनेर एक मुक्का श्रीमतीले मेरो मुखमा हाने थिए, अहिले हेर्छु त सुनको दाँतै हरायो। पहिलो भेटमै मैले उसलाई लभ लेटर दिएँ, अनपढ रहेछ मोरी, बिजुलीको बिल सम्झेर आफ्नो बाउलाई दिए। सुरुमा गाला टोकौँ टोकौँ लाग्ने, पछि पछि त्यही गालामा ठोकौँ ठोकौँ लाग्ने विधिलाई शुभ विवाह भनिन्छ। उसले मलाई छोडिदिन्छु भन्दै थिए, मैले पनि भनिदिएँ पर्दैन, मसँग बाइक छ, म आफै जान्छु। थोपडा राम्रो हुनेले हो गर्लफ्रेन्ड बोयफ्रेन्ड फेर्ने, हामी जस्तो सिङ्गलले त सास फेर्ने हो सास। हिजो जसको लागि तारा झार्न मन लाग्थ्यो, आज उसैको बँगारा झार्न मन लाग्छ। गुलाबको फुल दिएर प्रपोज गर्दा कसैले पत्याएनन्, त्यसैले पानीपुरी दिएर फकाउँदैछु म त।
बिहानै उठेर नुहाइधुवाइ गरेर बुढा नीलकण्ठ गएको त भगवान अझै सुतिरहेको रहेछन्। मलाई हेरेर मुसु मुसु न हाँस च्याकुरी। मेरा साथीहरू नालायक छन्। नमस्कार भाउजू भन्ने लान्ने। मरिलानु के छ र भनेर कसैले हामीलाई बोयफ्रेन्ड बनाए नि हुने नि। चुइगम चपाउँदा पेटले पनि सोध्छ होला, साला के खाएको छ, तल नै आउँदैन त। साथी भनेको घरमा जाँदा खिर्दिने, दुश्मनलाई चिर्दिने, होटलमा खाएको पैसा तिर्दिने हुनुपर्छ, बुझिस् नि। कोही मान्छे बिहान अबेरसम्म सुत्छन् भने अचम्म मान्नु पर्दैन। राति सपनामा टाढा टाढा पुगेको हुनसक्छ। अब फर्किँदा ढिलो त भइहाल्छ नि। मोबाइल चार्ज गर्दै चलाउनुहुन्छ भने साइलेन्टमा राखेर चलाउनुहोस्। मोबाइल पड्क्यो भने नि आवाज आउँदैन। बिहान उठ्दा किन यति धेरै थकाइ लाग्छ भनेको त रातभरि कसको कसको सपनीमा डुल्दै हिँड्दो रहेछु र पो। हो म खराब छु। असल हुँदा चाहिँ कसले मलाई पुरस्कार दिएका थिए र। ढुङ्गामा आई लभ यु लेखेर क्रसलाई हान्देको मेरो मायामा लास्टै फिदा भएर ढलिरहेकी थिए। गर्लफ्रेन्डको बर्थडेमा औँठी उपहार दिएको मोरीले बेचेर पानीपुरी खाइछे। बा आमाले भन्नुहुन्छ छोरा बुहारी चाहियो, भाउजू भन्नुहुन्छ देवर बाबु देउरानी चाहियो, बहिनी भन्छन् दादा भाउजू चाहियो। हे भगवान, म कसको चाहिँ इच्छा पुरा गरौँ? यता आफूलाई स्वास्नी चाहिएको छ। रुमाल धरी पट्याउन नजान्नेले गर्लफ्रेन्ड लिएर हिँडेको देख्दा त टाउको भित्तामा ठोकेर फुटाइदिउँ जस्तो लाग्छ। महिला र पुरुष जिन्दगीको एक रथका दुई पाङ्ग्रा रे। आफ्नो त साला एउटा पाङ्ग्रै छैन, अनि यत्राको चल्छ त जिन्दगी त्यसका बाजे। एउटी केटीलाई म तिमीलाई पर्वत हान्छु ल भनेको थिएँ, हो दुख्छ मलाई अहिलेसम्म बाबा आमाले हात उठाउनु भएको छैन, त को सान्छु भन्ने भन्छे यार। ओइ सुन त, तिमी त बिरामी जस्तो पो लाग्दैछ त। सायद तिमीलाई भिटामिन मीको कमी धेरै भए जस्तो छ है। अहिले अख्तियार र सारा प्रहरीले दोषी पत्ता लगाउन सक्दैनन्, तर हाम्रो जमानामा आधे बाधे गरेरै दोषी पत्ता लाग्छ। धन्न मुटु दुख्छ र पो सहन सहज भएको छ। यदि चिलाउने भएको भए कसरी बनाउन सकिन्थ्यो होला। च्याटिङ मसँग, डेटिङ अर्कैसँग, बिहे अर्कैसँग। वा रे वा महारानी, जिन्दगी चाहिँ तिम्रै छ। मलाई सबै कुरा थाहा हुन्छ, तर यो रिस चाहिँ कति बेला उठ्छ थाहा नै हुँदैन।